तिमीहरूको 2 तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ। यही नै मेरो जित हो। रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्रीको पद त्यागेर कहिले हुन मन्जुर भएको मान्छे हो। कुनै पनि बेला शिवमाथि राखेको तरबार खसाल म थाप्न तयार भएको छु। जहाँ तपाईँ उभिरहनु भएको छ त्यो गणतन्त्र होइन, तपाईँले गणतन्त्रको खोल ओढ्नु भएको छ। सडकमा उभिएको आक्रोश राजालाई विश्वास गरेर आएको आक्रोश मात्र होइन, यिनीहरूले दण्डित गर्नुपर्छ, जसले दण्डित गरे पनि हुन्छ भनेर आएको दासढुङ्गाको बाटोबाट मध्यरातमा कुन नियतका साथ यिनीहरूले मलाई लिएर गएको मैले बताउन पाउँछु पाउँदिन मलाई थाहा छैन। मेरो टाउको माथि तरबार झुन्डाएको छ मलाई थाहा छ, तर म चितवनलाई बताउन चाहन्छु। सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरू, करिब 5 महिना अगाडि सरकारले जबरजस्ती उठान मुद्दा लगाएर मलाई यहीबाट उठाएर लिएर गएको छ। सरकारको षड्यन्त्रको यो सिलसिला सकिएको छैन। कुनै दिन पनि हार मानेको थिइनँ, हार मान्नेवाला पनि छैन। जुनसुकै परिस्थिति सामना गर्नको निमित्त यो राजनीतिको मैदानमा आएको मान्छे जतिसुकै आक्षेप लागोस्, जुनसुकै तराजुमा बसेर आफूलाई पौड्न तयार गरेर बसेको मान्छे। यतिखेर म माथि देशका विभिन्न जिल्लाहरूमा मुद्दामाथि मुद्दा लगाइएको छ। सरकारले आफूले गर्न सक्ने जति, हुन सक्ने जति जोड बल लगाएको छ। के भयो के भएन मैले भन्न पर्दैन। कतिपयले भन्ने गर्छन् केही न केही नभएको भए तँलाई त्यत्रो धौडी लिन्छु त, अदालतले भनेर केहीले भन्ने गरेका छन्। अदालतको प्रारम्भिक आदेशलाई समेत अपव्याख्या गरेर अपमान गर्ने काम गरिरहेको मैले सुनिरहेको छु। म यति भन्न चाहन्छु, तिमीहरूको 2 तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ। यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत नहुन्जेलसम्म यो लुट तन्त्रको विरोधमा उभिने छु। चाहे जतिवटा मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ। मैले मेरो व्यक्तिगत जीवनका लागि कहिले केही मागेको छैन, माग्नेवाला पनि छैन। मलाई थाहा छ यदि म राजनीतिमा हुन थिएँ भने मैले यो दुःख खेप्नुपर्ने पनि थिएन। र यसलाई लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा, संघीय लोकतान्त्रिक गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिले पनि पछि हट्दैन। म प्रक्रियालाई सम्मान गर्दछु। मैले सोचेको थिएँ केही समय अझै विश्राम गरौँ, केही समय शान्त बसौँ, किनभने पार्टीका साथीहरूले जिम्मेवारीपूर्वक आफ्नो बलबुतैले भ्याएसम्म काम गरिरहनु भएको छ। मलाई लागेको थियो शान्त बसौँ, अझै प्रक्रियालाई सघाउँ। तर सरकारले यसको फाइदा उठाउँदै टाउकोमाथि तरबार झुन्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा त मुद्दा समेत एक ठाउँमा त मुद्दा समेत नबुझाएर राखेको छ। यिनलाई लागेको थियो होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ, यो डराउँछ भनेर लागेको छ होला। कुनै पनि बेला शिवमाथि राखेको तरबार खसाल म थाप्न तयार भएको छु। म लड्छु, जुनसुकै शक्तिसँग पनि म लड्छु। तर यो लुट तन्त्रलाई टुलु हेरेर बस्ने लाठी मान्छेमा होइन। आज यहाँ आइसकेपछि यति कुरा भनिसकेपछि सरकारको मुटुमा के हुन्छ मलाई थाहा छ। तपाईँलाई केही भन्नु छैन, तपाईँको षड्यन्त्र। म सम्मानित अदालतप्रति आशा र भरोसा राखेर हरेक अदालतमा पुगेको छु। कुनै दिन त यस्तो हुन्छ कि 4वटा अदालतमा मैले उपस्थित हुनुपर्छ। तपाईँ अन्दाज गराउनु होला यो एउटा मान्छे एकै दिन बिहिबारका दिन 4-4वटा अदालतमा कसरी उपस्थित हुन्छ होला, कहाँ चाहिँ वकिलहरू पठाउँछ होला, कसरी सम्भव छ होला। तर होस् जे हुन्छ होस्, थप केही मुद्दा लगाउन बाँकी छ भने पनि लगाओस् सरकारले। मानिसहरू भनिरहेका छन् जनताको आक्रोशलाई नजरअन्दाज गर्ने कोसिस गरिरहेका छन्। म कहाँ आगो बोलेको छ त्यहाँ तापौला र सेकौला भनेर बसेको मान्छे होइन। हामी स्पष्ट रूपमा आएका थियौँ, हामीले पहिले भनेका थियौँ जनता आक्रोशित छन्, जनतामा एउटा ठुलो आक्रोश आएको छ, निराशा आएको छ। त्यसलाई चिर्नु पर्ने थियो, बदल्नु पर्ने थियो। त्यसलाई व्याख्या गरेर हुँदैन, विश्लेषण गरेर हुँदैन थियो, लेख लेखेर हुँदैन थियो। गराउनका लागि टेलिभिजन थियो, तर टेलिभिजन पर्याप्त भएन। त्यसैले हामीले सक्रिय सुदृढ भनेर घन्टी बजायौँ।
घन्टी बजाएर 21 जना मान्छे संसदमा आएपछि मलाई लागेको थियो सुने होला अलिकति बहिनी अब त हामी परिवर्तन हुनुपर्छ सच्चिनुपर्छ भन्ने सोचे होला भन्ने लागेको थियो तर यिनीहरू घन्टी फुटाउनतर्फ लागे हामीले सिंहदरबारमा घन्टी बजाएको थियो घन्टी फुटाउनतर्फ लागे मलाई दुःख लाग्छ आदरणीय साथीहरू यतिखेर लगभग प्रतिपक्ष विहीन भएर बसेको छ म संचारकर्मी साथीहरूलाई यसरी सरकारी पक्ष नबनिनको निमित्त विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु यतिखेर सशक्त दह्रो प्रतिपक्षको आवश्यकता छ यदि तपाईँको इन्टेन्सन लोकतन्त्र बचाउने हो भने लोकतन्त्रको खोल ओढेर देश लुट्ने हो भने तपाईँको मुखमा लोकतन्त्र र गणतन्त्र सुहाउँदैन नलिनुहोस् त्यो नाम होइन साँच्चै लोकतन्त्र बचाउने हो भने प्रतिपक्ष भन्नुहोस् यतिखेर प्रतिपक्ष मोर्चा बलियो हुन जरुरी छ म संचारकर्मी साथीहरूलाई कुनैको घटनामा आफ्नो लाज छोप्ने प्रयास सरकारले नगरोस् त्यसको सत्य तथ्य छान्नुहोस् नेपालका नागरिकहरू नेपालका युवाहरू मरेका छन् त्यसकारणले कतैपट्टि आरोप र प्रत्यारोप गरेर सरकारले आफ्नो कमजोरीलाई लुकाउने कोसिस नगरोस् म के भन्नु संयोगले दुईपटक गृहमन्त्री भएको मान्छे हुँ तर मलाई दुःख लाग्छ 4000 मान्छे आउँदाखेरि पनि जनतालाई जोगाउन नसक्ने गृह मन्त्रालय के नैतिकताले कुर्सीमा बसेको छ मलाई यति मात्र बताउनुहोस् 4000 मान्छे आउँदाखेरि घरहरू जल्छन् मानिसहरू सड़कमा ढल्छन् भने तपाईँ हाम्रो सुरक्षा अहिलेको गृह मन्त्रालयको नेतृत्वले गर्न सक्छ कि सक्दैन पटक पटक हाम्रो डीएनए टेस्ट गर्ने कुरा हुन्छ तिमीहरू के वादी हो कहाँ वादी हो कस्तो वादी हो पटक पटक राष्ट्रपाले कतिवटा जाँच दिनुपर्छ हामीले लेखेर बोलेर देखिएर भनेर ठाउँ ठाउँमा हामीले बताइसकेका छौँ हामी के हौं को हौं वर्तमान संविधानलाई मानेर व्यवस्थालाई मानेर परिवर्तनलाई स्वीकार गरेर आएको राजनीतिक दल हो रासोपा कतिपटक सुन्न चाहनुहुन्छ गणतन्त्रवादीको कित्तामा छैनौ कि भनेर लुटतन्त्रलाई प्रश्रय दिनका लागि गणतन्त्रवादी होइनौ कि लोकतन्त्रवादी होइनौ कि भनेर हिलो छाप्ने जुन प्रयास गरिरहनु भएको छ म तपाईँहरूलाई स्पष्ट पार्न चाहन्छु जहाँ तपाईँ उभिरहनु भएको छ त्यो गणतन्त्र होइन तपाईँले गणतन्त्रको खोल ओढ्नु भएको छ रासोपा खोल ओढ्दैन रासोपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ तर तपाईँको करतुत लुकाउनका लागि तपाईँको कित्तामा उभिएर फोटो खिचाउने रहर रासोपालाई छैन जनताको पक्षमा रासोपा छ परिवर्तनको पक्षमा रासोपा छ त्यसैले उपस्थित आमाबुवा दाजुभाइ दिदीबहिनीहरू हामीले फेर्नुपर्ने धेरै कुराहरू छन् त्यसैका लागि हामी प्रतिबद्ध भएर आएका छौँ हामी हिंसाको विरोधी हौं कुनै पनि किसिमको लुटपाट हिंसाका गतिविधिहरू नहुन् भन्ने कुरामा हामी सचेत छौं र लोकतन्त्र भन्दा उन्नत तन्त्र कहीँ कतै आजसम्म देखिएको छैन यो कुरामा हामी स्पष्ट छौं प्रतिबद्ध छौं लोकतन्त्रको नाम दिएर आफ्नो वर्षौंको लुटलाई अनुमोदन गर्ने जुन दुष्प्रयास नेतातन्त्रले गरिरहेको छ लुटतन्त्रले गरिरहेको छ त्यसका विरुद्ध त ज्यान गए पनि हामी पछि हट्नेवाला छैनौं निरन्तर लागिरहनेछौँ उपस्थित दाजुभाइ दिदीबहिनीहरू कुन बेला कतिखेर सरकारले मेरो आवाज टुट्नेछ मलाई थाहा छैन मेरो आवाज टुटियो भने त्यो आवाज बन्न तपाईँले प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ रासोपा कमजोर पार्न सकिन्छ कि रासोपालाई फुटाउन सकिन्छ कि रासोपालाई टुटाउन सकिन्छ कि विभाजित गर्न सकिन्छ कि भन्ने कुरामा मानिसहरू लागि परिरहेका छन् म तपाईँलाई प्रतिबद्ध हुनको निमित्त आह्वान गर्न चाहन्छु हामीसँग एउटै उपाय छ जुन बाटो हामी रहेका छौँ लोकतान्त्रिक उपाय लोकतन्त्रको बाटो गरेर हामीले शान्त विद्रोह गर्यौं तर हामीमाथि प्रतिशोध साझो राज्यले के चाहिएको हो सरकारलाई मैले पार्लियामेन्टमा उभिएर भनेको थिएँ 2/3 सरकार यो दुईटा ठूला राजनीतिक दल मिलेर बनेको सरकार यो त सफल हुनेवाला त छैन अलग अलग तपाईहरुले के गर्नु हो देखिहालियो शब्दहरुमा अन्यथा नलिनु होला दुईटा चोर मिलेर साधु हुँदैन यसलाई मिठे गरी पनि भन्न सकिन्थ्यो होला तर मेरा तीता अनुभवहरुले थाहा छैन मेरो स्वरमा ती मिठास आउँछन् कि आउँदैनन् अथवा त्यो मिठास आउन कति समय लाग्छ मलाई थाहा छैन मैले पार्लियामेन्टमा स्पष्ट रूपमा भनेको थिएँ यो ऐतिहासिक भूल हुन्छ यदि यो सरकारले डेलिभरी दिन सकेन भने त्यसको परिणाम के हुन्छ भन्ने कुरा तपाईले सोच्नु भएको छ मैले संसदमा उभिएर भनेको थिएँ आज परिणाम देखिएको छ संविधान संशोधन गर्छु भनेर बसेको सरकार झन्डै संविधान नै फेल हुने
अवस्थामा पुग्दाखेरि पनि अझै चेतेको छैन। यतिखेर पनि ऊ सोचेर बसेको छ रवि लामिछानेलाई कहाँबाट थुन्ने होला भन्ने योजना बनाएर बसेको छ। थुन मलाई थुनेर संविधान बाँच्छ, व्यवस्था बाँच्छ, देश बाँच्छ, जनता खुसी हुन्छन् भने तयार। मैले हात पहिला पनि देखाएको छु, अझै पनि लगाऊ हत्केरी म तयार भएर बसेको छु। मलाई कुनै दुःख छैन, तर गलत भइरहेको छ। जो व्यवस्थाप्रति प्रतिबद्ध भएर आएको छ, जसले परिवर्तनलाई स्वीकार गरेर आएको छ, त्यसमाथि यो किसिमको अन्याय र अत्याचार जुन सरकारले गरेको छ, सडकमा उभिएको आक्रोश, राजालाई विश्वास गरेर आएको आक्रोश मात्र होइन, यिनीहरूले दण्डित गर्नुपर्छ। जसले दण्डित गरे पनि हुन्छ भनेर आएको। मलाई थाहा छैन बाहिर आएका मानिसहरू कति राजावादी हुन्, कतिले राजालाई मानेर आएका हुन्, मलाई थाहा छैन। तर यिनको तन्त्र, यिनको नेता तन्त्र अन्त्य हुनुपर्छ भनेर त्यो आक्रोश बोक्न चाहिँ आएका हुन्, मलाई थाहा छ। यही चाहिँ मलाई थाहा छ। उपस्थित आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, अब हामीसँग धेरै उपाय छैन। हामी हिंसात्मक आन्दोलन गर्न चाहदैनौँ। राष्ट्रपालले पोखरामा आन्दोलन गरे, तिमीहरू पनि उस्तै हो भनेर कसैले भने, उस्तै होइन। मानवाधिकारवादीहरूले आएर मलाई भनेका थिए तपाईँहरूले गर्नुभएको आन्दोलनबाट पोखरामा एउटा पाठ पनि छ भने यस्तो पो आन्दोलन, तर घुसपेट भयो हाम्रो आन्दोलन पनि हामीले देख्यौँ। जुन दिन अदालतमा मुद्दा बुझायो हाम्रो पार्टीले विज्ञप्ति निकालेर भन्यो अब कुनै पनि आन्दोलन नगर्नु होला, किनकि सरकारको हातबाट अब अदालतमा गएको छ, हामीले अदालतलाई सम्मान गर्छौँ भनेर भनेका हौँ। तर यिनलाई त्यो पनि बुझेन। के बुझ्छ यिनीहरूलाई? व्यवस्थाको पक्षमा बसेर निर्वाचनका माध्यमबाट 21 जना सांसदहरू लिएर आउँदा यिनीहरूलाई रुचेको छैन, पचेको छैन। मैले धेरै कुरा भन्नु छ, तर म चितवनका जनता मार्फत केही कुरा भन्न चाहन्छु। मलाई आज यति मात्र बोल्ने अनुमति दिनु होला। मैले चितवनलाई बताउनु छ, चितवनले मेरो लागि दुई पटक असुर ग्यास लाठी खाएको छ, टाउको फुटाएको छ, रगत बगाएको छ। मेरो लागि परिवर्तनका लागि चितवनले एउटा लहर ल्याएको छ। 21 जना सांसद विभिन्न ठाउँबाट जितेर ल्याए तापनि त्यो श्रेय चितवनलाई दिँदाखेरि कसैले चित्त नदुखाउनु होला, किनकि यो न्यू क्रान्तिको सुरुवात चितवनले गरेको हो। मैले मेरो प्यारो चितवनलाई गएर बताउनु पर्नेछ ममाथि के भयो। 84 दिन यिनीहरूले मलाई के गरे, दासढुङ्गाको बाटोबाट मध्यरातमा कुन नियतका साथ यिनीहरूले मलाई लिएर गएको मैले जनतालाई बताउनु छ। मैले बताउन पाउँछु पाउँदिनँ मलाई थाहा छैन। मेरो टाउको माथि तरवार झुन्डाएको छ मलाई थाहा छ, तर म चितवनलाई बताउन चाहन्छु। आगामी शनिबार, आउने शनिबार म चितवन जाँदैछु। म त्यो चितवनको सभामा चितवनका जनतालाई सरकार कसरी हाल्यो, कसले ढलायो, के षड्यन्त्र भयो, कसको हातमा हतकडी लाग्नुपर्ने थियो, कसको हातमा हतकडी लाग्नुपर्ने थिएन, यो कुरा सबै चितवनलाई बताउन चाहन्छु, इमान्दारीपूर्वक बताउन चाहन्छु। उपस्थित दाजुभाइ दिदीबहिनीहरू, यसबीचमा तपाईँले गर्नुभएको सम्पूर्ण प्रयासका लागि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जुन माया, जुन विश्वासका साथ तपाईँ अडिरहनु भयो, म ऋणी छु, धन्यवाद दिन चाहन्छु। तर बेचेर खान्न, तपाईँले दिनुभएको माया विश्वासलाई बेचेर खान्न। मलाई कुनै पद नलिकता छ सरकार छैन। सत्ताले सुन्नुहोस्, रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्रीको पद त्यागेर कहिले हुन मन्जुर भएको मान्छे हो। व्यक्ति जित्नु ठुलो कुरो होइन। मसँग एउटा विश्व रेकर्डको सर्टिफिकेट पनि छ। प्रधानमन्त्रीको घरको सर्टिफिकेट भएर सिंहदरबारमा एउटा फोटो टाँसिन्थ्यो होला, त्यसले के फरक पर्छ? त्यसले फरक पर्दैन। फरक पर्नको लागि तपाईँ हामीले जुन अभियान सुरु गरेका छौँ त्यसलाई टुङ्गोमा पुर्याएपछि मात्र फरक। यसपटक साथी हो, मैले ज्यानको माया मारेको छु। तपाईँले पदको लोभ गर्नुभयो भने तपाईँलाई र मलाई पाप लाग्छ। मैले ज्यानको माया मारेको छु। यिनका पिछौलिया मैले नदेखेको, नचिनेको, नसुनेको होइन। यिनीहरूसँग शिर झुकाएको भए म सायद मन्त्री पनि हुन्थ्यो होला, प्रधानमन्त्री पनि हुन्थ्यो होला, सरकार पनि ढल्दैन थियो होला। तर ज्यान जाँदा यिनको अगाडि शिर झुकाउँदिन, शिर झुकाउँदिन। अब यिनले मलाई गर्न बाँकी भनेको गोली हान्ने हो, म तयार छु। यसै पनि बीच सडकमा एकजना मान्छेलाई गोली हानेर मारेको पापी सरकार होइन अस्ति भर्खरै। के नियतले मलाई मध्यरातमा त्रिशुलको तिरैतिर दासढुङ्गा हुँदै लिएर गयो, मेरो परिवारलाई, मेरो वकिललाई कसैलाई थाहा नदिकन लुकाएर मध्यरातमा के नियतले मलाई उठाएर लिएर गयो, सबैसँग जग जाहेर छ। त्यसैले कुनै पनि हालतमा यो अभियानमा लोभ लालचमा राख्नु होला। एकपटक हामीले त्याग गर्ने हो। यो त्याग भनेको ज्यान जाने त्याग होइन। राष्ट्रपालले कसैको ज्यान लिने खालको न आह्वान गर्छ न कुनै इच्छा राखेको छ। तपाईँ हामीले
एकपटक योग्य मान्छेहरूलाई ल्याएर आजको सदनमा रासोपा हटाउनुहोस्, त्यो सदन हुँदैन। रासोपा छ, त्यस कारणले सदन भएको कल्पना गर्नुहोस्। एकपटक म तपाईँसँग केही पनि माग्दिनँ। एकपटक यो पदको लोभ छोडेर मैले कुन पदमा आज रासोपामा आफू आसीन भए भन्ने कुरालाई बिर्सिएर आउने चुनावमा 101 उम्मेद्वार उठाउनका लागि प्रतिबद्ध बन्नुहोस्। हामीले उम्मेद्वार उठाउनुमा हामीले गल्ती गरेनौँ भने जहाँ उठ्यो त्यही जित्छौँ, कहीँ हार्दैन। यदि त्यसका लागि मैले उम्मेदवारी नदिएर मभन्दा योग्य मान्छेलाई चुन्नुपर्छ भने म तयार छु। 1 नम्बरमा म तयार छु। रासोपा बनाउँदाखेरि सभापति बनिदिनुहोस् भनेर मैले नचाहेको ढोका छैन। मैले नेतृत्व दिन चाहेको होइन। मलाई मेरो लिमिटेसन थाहा छ, मलाई थाहा छ, मेरा सीमितताहरू छ। त्यसै कारणले मैले कतिवटा ढोका चाहदिनँ। आउनुहोस्, तपाईँ सभापति भन्नुहोस्, म सारथी बनेर पार्टी चलाउँछु। तर यो लुट तन्त्रको अन्त्य गरौँ, हराउँ, एक-एकलाई हराउँ भनेर कसको मात्र घरमा गइनँ म। तर कसैले पत्याएनन्, कमले पत्याए, थोरैले पत्याएको भए आज परिवर्तन हुन सक्थ्यो, यिनलाई हराउन सकिन्थ्यो। तर त्यतिखेर समय भएन, पत्याइएन। अब त्यस्तो नहोस्, आज पनि राष्ट्रसभाको सभापति म बन्छु भनेर कोही आउँछ भनेर छाती ठोकेर हाँसेर साँचो तयार भएर बसेको छु। तर यो अभियान गर्न दिनु हुँदैन साथी, यो अभियान गर्न दिनु हुँदैन। आफ्नो पद, आफ्नो सानो लाभको घेराभित्र बस्यौँ भने तपाईँ हामी सकियौँ भने यिनीहरूको राज चलिरहन्छ। यसलाई अनुमोदन गर्न दिनु हुँदैन। जनआक्रोश बाँकी नै छ। त्यो आक्रोशलाई हामीले सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसका लागि हामी तयार हुनुपर्छ। कसैलाई गाली गरेर, कसैलाई होच्याएर केही हुनेवाला पनि छैन। म फेरि पनि तपाईँलाई भन्न चाहन्छु, सरकारबाट हामी होसियार हुनुपर्छ। 4000 मान्छे आउँदाखेरि यो सरकार जनतालाई जोगाउन सक्दैन। यो संसारको, यो सरकारको गृहमन्त्रीज्यूलाई म के भन्नु भने उनी प्रतिशत साढे जस्तो होला। बुझे गरेर गएका उमेर पुगेका अन्तर्जातीय टोलीलाई पक्रनको निमित्त मुम्बईसम्म पुलिस पठाउन सक्ने यो सरकार यहाँ 4000 मान्छे आउँदा जनता जोगाउन सक्दैन। भिजिबिलिटी गुमाइसकेको सरकारले कुन नैतिकताका आधारमा बसेको छ मलाई थाहा छैन। सरकारको औचित्य समाप्त भइसकेको छ र संसदबाट बलियो सरकार बन्ने बाटो पनि यिनीहरूले बन्द गरे। 2टा ठुला दलहरू मिलेर लोकतन्त्र बचाउन, संविधान बचाउन होइन, एक अर्काका भ्रष्टाचारी बचाउनको लागि देखाउ बचाएर थोरै बिलामी छैन। तयार छु। म पार्टीको जिम्मेवारीमा फेरि फर्किनेवाला थिइनँ। तर यिनीहरूले मैले उच्च नैतिकता देखाउँदाखेरि यिनीहरूले यो प्रतिशोधलाई अनुमोदन गर्नेछ। त्यस कारणले मैले अब बेला भएको छ, अब चाहिँ पार्टीको नेतृत्व पनि सम्हाल्छु। जुन दिन थुनिन्छु तर जबसम्म रहन्छु तबसम्म पार्टीलाई फेरि अर्को एउटा नेतृत्व दिएर त्यसैले दाजुभाइ दिदीबहिनीहरू, मेरा बाँकी कुरा म चितवनमा भन्नेछु। चितवनमा केही विशेष कुरा भन्नु छ। मैले अघि पनि भनिहालेँ, सभा आउँदो शनिबार चितवनमा हुनेछ। यो सरकारले मलाई फेरि थुनेछ भने यसको विश्वास छैन। थुनेछ भने पनि सभा गर्नुहोला, छुनेछ भने पनि सभा गर्नुहोला। पार्टीको काममा निरन्तरता दिनुहोला। म आज पार्टीको अब बैठकमा बस्नेछु। साथीहरूलाई के गर्नुभएको छ यसो बुझ्ने कोसिस गर्छु। यो अप्ठ्यारो परिस्थितिमा आफ्नो ठाउँबाट सघाउने तपाईँ सम्पूर्णलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु। यो जिम्मेवारी मेरो उपस्थितिमा जिम्मेवारी सम्हाल्नु भएका पार्टी पङ्क्तिका सम्पूर्ण नेता कार्यकर्ता सदस्यज्यूहरू, विशेष गरी सबैजनालाई, सबै तह र तबकाका साथीहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। विभिन्न राजनीतिक दल र दलका नेताजीहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। अप्ठ्यारा बेलामा पनि हाम्रा लागि तपाईँले दिनुभएको त्यो आवाज, तपाईँले बोल्नुभएको त्यो शब्दहरूले हिरासतमा बसेर कैयौँ पटक मेरो आँखाबाट आँसु खसेका छन्। म तपाईँलाई धन्यवाद दिन चाहन्छु। यो अप्ठ्यारो परिस्थितिमा दिदीआईको सरकारसँग नडराइकन प्रतिपक्ष भएर पनि मेरा पक्षमा बोल्नुहुने अन्य विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताज्यूहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आम सञ्चार माध्यम, आम नागरिक समाज जसले सरकारको यो प्रतिशोधलाई बाहिर ल्याउनमा मद्दत गर्यो, म सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बाँकी कुरा चितवनमा विशेष कुराहरू मैले बताउनु पर्नेछ। चितवनको सभामा आउने कोसिस गर्नुहोला। म यहीँबाट सबैलाई अनुरोध गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु। सबको जय।